सो केटा यो चाहिँ पार्ट 3 मेरो चाहिँ हेलमेट म्याच चाहिँ ओम प्रकाशले बनाएको छ ब्लग चाहिँ यस्तै हो रुम पनि हेलमेट म्याच चाहिँ यस्तो हो ब्लग चाहिँ ओम प्रकाशले बनाएको छ नि त्यही हेर म त ल जाम्दै जाम भाई भाई मेरे भाई जाम 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 भाई बिग फैन काँडा उयो रन्डी ए यो गाई छैन महिना कोरा हामी चाहिँ बिचमा पऱ्यौँ पछाडिबाट नि आउँदैछन् अरू ओए भाइ भाइ साइकल साटम तिम्रो साइकल मलाई मन पर्यो भाइ साट्ने हो आमामा पछाडि त टेका नै राखेर रहेछ त है हुइले हान्छ क्या हुइले हान्छ क्या हो दाइ ल जाम दाइ अगाडि जाम विवश खना छौ त हेर्छ छैन र ए युट्युबमा विवश डेली भ्लग यिनकोमा आउँछ कि यो भिडियो त रेम्बोकोमा है अब कहाँ बस्दिनु र नेक्स्टमा कसले हो र वे ब्ल्याकमा हो Alright, 8 और इवन गांजा भइसक्यो भिडियो भएन र हुन्छ चाहिँ मेरो हातमा आइसकेको छ भने चाहिँ अब ब्लग चाहिँ मैले गर्छु त गाइस ल दिस इज माई साइकल 236 एन्ड यता खान हाम्रो साथीहरू ओए यो अन भयो कि अफ भयो हेर त यार अन छ अहिले एक क्लिक गरेपछि अफ हुन्छ नि लो के ल ल गाइस एटिभी चाहिँ अगाडि गइसक्यो भने चाहिँ हामी चाहिँ अगाडि जानुपर्ने हुन्छ अहिले चाहिँ अगाडि जान मजा आइरहेको क्या पछाडि चाहिँ मजा त मजा आउँथ्यो केटाहरूसँग बट अगाडि पनि जाऊँ न यसो भनेर है यस्तोमा नछिरम ग्यापै राख भन हाम्रो ऱ्याम्बो भण्डारी कता भण्डारी ऱ्याम्बो हुन्छ ऱ्याम्बो भ्लगमा स्वागत छ गाइस ओपिसी भ्लगले लिड गरिरहेको छ अहिले ऱ्याम्बो भ्लगलाई होइन ठ्याक्क लगाएर सही सेफ राइड गर्नुपर्छ है उहिले हान्नुहुन्न यस्तोमा यो रातो चन्द्र सूर्य तिनले क्लिप राम्रोसँग लगायो कि नै भन्ने भयो कि मलाई यार
ओके रोकम रोकम होइन हेर्नु पऱ्यो गाइस ए रेकर्डिङ छ अब ओके भाइहरू बिचमा हुँदैन ओके ओ भाइ के छ यार सोच्छु यार धन्यवाद भाइ यार ए ल ल आयो भ्लगमा आयो भाइ खोइ कता भाइ भाइको नाम हो न नाम ल ओए गर यो हो खतरा यो होइन त यो हो कि कन्फिडेन्स लेभल भनेको चाहिँ राम्रो राम्रो कुरा है भन्नु मैले राम्रो देखे भाइ देख्यौ अब बिचमा अब तिमीहरू सब देखिन्छ होइन बिचमा आउँछ न सब बिचमा है बिचमा जाऊ भाइ बिचमा भाइ तिमी नि बिचमा जाऊ मेरो भाइ छोरी बिचमा जाऊ तिमी नि बिचमा जाऊ बिचमा 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 ट्याक्क लाएर है अहिले चाहिँ सानो भाइहरूलाई चाहिँ बिचमा अब हामी चाहिँ हाइवेतिर लागिन्छ अहिले चाहिँ हाइवेमा जाँदाखेरि चाहिँ सानो बच्चाहरूलाई चाहिँ बिचमा र साइड साइडमा चाहिँ ठुलो मान्छेहरू भएपछि सोही राम्रो हुन्छ राम्रो नै हुन्छ सेफ पनि हुन्छ नि है ए भाइ बिचमा जाऊ न बिचमा यार बाहिर नहिँड न ओभरट्याक त भाइले हानिदिइहाल्छन् नि जाऊ जाऊ भित्रतिर मैले साइड चाहिँ ओके ओके ठिक छ पछाडि ठिक छ न अगाडि स्याएको लाएर हामीले छैन आएर रुपन्दै है हातमासम्म चाहिँ है के भने मैले सुनेर तिमी यता आउन यार यता आउन है भाइ यता हो कस्तो साइडमा हिँडेको गरे यार तिमी अगाडि आऊ यता यहाँ आऊ तिमी आऊ पल्ले पेलो तिमीलाई ठिक छ आज एकदम है मौसम चाहिँ एकदम साथ दिएको है नभए गर्मी छ आफूले यता बुटलमा त छैन महिनाले त गर्मी त बहुत छ नि त है तराई त हो अनि आज चाहिँ एकचोटि घाम लागेन पानी परे रुजिया दिने हो बी केयरफुल है यहाँ चाहिँ खेलाएर गए है अगाडि चाहिँ गीत सुन्दै ए मेरो भाइ कहाँ जाने हुन्न भाइलाई चाँडै बेर भयो भनेको यार यो हो नि त भ्यू भनेको यो हो नि त भ्यू भनेको ओ के हो यस्तो बल्ल एउटा ओह्रालो अगाडि यार राम्रोसँग त्यही पनि यति हो ओके ल हामी चाहिँ यो चाहिँ ड्याग लाएर अब चाहिँ हाइवेमा है हाइवेमा आएपछि सेफ भएर खेल्नु पर्ने हुन्छ यहाँ चाहिँ यो यो यो
स्वादै छैन भोलिन्टियरलाई यार भाइ उता यस्तो हिँडिरहन् उता पछाडि भएन क्या दाइ ए यता चाहिँ म मेन्टेन गर्छु त ओ भाइहरू किन लडेको तिमीहरू भाइ आऊ तिमी आऊ त्यहाँ जाऊ त्यहाँ बिचमा जाऊ थोरै यता यता दाइ थोरै यता गए रगत शरीर बल्दो यो सानो हाम्रो हामी भित्र जान लाग्यो होइन अब त यो हाइवे चाहिँ यहाँ भाइ भित्र होइन भाइ थोरै भित्र भित्र ओ भाइ ओ यता आऊ क्या यता के थोरै यता होइन है गाडी आउँछ यहाँ यत्रो बे ग्याप छ यहाँ आउन त्यो छिरिराख अङ्कल थोरै यता के तपाईँले त अरूलाई भनिदियो भने त आफै हिँड्न त भएन नि त अब पुरै टाँसी हिँडेर यता थोरै बाटो चाहिँ बाइकले जान दिनुपर्छ बाइक आउँदैछ गाडी अगाडि यता यो मेरो भाइ कहाँ जाने हो र तिमी जाऊ अघि जाऊ भाइ भित्र आऊ त यार पहिला गाडीले हानेमा तिमीले गाह्रो हामीलाई त के हुने र यार क्यामेरा अन भइरहेको रहेछ यार सेट एक लड्छ अगाडि जानु पर्यो है
बल्ल एटिभी कुद्यो नि त यार अब बल्ल हामी कुदिन्छ नि त Hi. कलर यहाँ चाहिँ खाना छ है अनि बल्ल रेडी हुँदिसकिपाएको छैन अनि यो हेलो यहाँ सैना महिना हामी चाहिँ वडा नम्बर 3 मा छौँ जहाँ हामीलाई चाहिँ यहाँको आमा समूहले मै हेर्न यो मै युज गरेर यो हाम्रो अन्त्य भिडियोको अन्त्य गराइदिनु भएको छ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद यो चाहिँ हाम्रो खन्चुवा खान्न फेरि खाइसक्यो मैले फेरि हान्नु न मलाई आज एउटा मैले दाइलाई भिडियो बनाएँ खाना बाँकी त छोड्दैन यसले न लागेको मिला नाच यो 2 गिलास 2 गिलास 2 गिलास दुई होइन एउटा 0 छुटेछ होला 2-0 होइन 0-2 हो यसको त 20वटा भइसक्यो म त खानु खाएको यो ठाउँमा सबैलाई देख्छु अरे यो दुर्गा मन्दिरमा सबैलाई देख्छु मेरो मायालाई चाहिँ देखिदिन हो छम्केले अहिले चाहिँ म घर पुग्न लागिसकेको हो उहाँ भ्लग चाहिँ बनाउनु भएन हेलमेट नै भाँचियो नयाँ हेलमेट किनेर आउँछ है भ्लग चाहिँ ल पिस आउट